ठौ या ठो जाजोइ निम्ति दक्लै नापा ठो सभानाया जुइत नेपाल सम्बन्ध भूत राष्ट्रिय समारोह समिति झिन ससाउ श्री निर्णय नायो हिमसेन दास प्रधान जित किसो गए थनो सभानाया चाहिँ आसन गर्ने इनाम ल्याउँदै अरे हर झे रैली दूसरी पंचबुद्ध दक्लै रैली झरेछ झिट चाहिँ आशिष दिथे सकल नेपाली निधि वर्ग कामना के बोतल झे पंचबुद्ध एक भन स्टेज झरे विजयजी इनाम दिन्छ अरे वेटिङ होटल देशका पनि सम्मानले सकल लापखान दिन्छ जे सकल चाहिँ इनाम दिन्छ जेको आछि पंचबुद्ध पाखी झिसा चाहिँ नृत्य भागभगिमा झिसा छोई हातीसा चाहिँ आशिष काउजी बडो बच्चा आकल 1 वा 2 मिनेटमा चाहिँ पंचबुद्ध या पाखे जिस वेकविद नृत्य सोया जिस नोडा लस्ताए जिस आशिष काउजी वेकविद इनाम दिन्छ एको सुभाव योजना पंचबुद्ध या चाहिँ किने हिउरेली बुटिकया सकल नेपाली पिन्त नोड लस्ता आशिष दिया चाहिदिपि जे हनी बापि किने गुरुजु पिन्त जे सभानाय तो रैली लान्छुगु तुलेको थिने दि जिस आसन ग्रहण चाहिँ किने मेपि पा पिन्त आसन ग्रहण याक्याको वन्यो चिपिङके उजाउ काइकन अले बाजा खला पास्ने खला चिप्पी खला मेज फेट्ना दिका अले नाचा काइदिको फारम चिप्पिसा थना स्टेज थन लिक चाहिँ किने छि पञ्चमहर दिन लगायत नदी पास्ने दि वेका पिन्ड चिप्पिसा बुझेन दि फाइ उनको चाहिँ जी थना आसन ग्रहण निम्ति पा पिन्ड खोल्यो चिपिन्ड उजाउ कसे थन बनातना नेपाल सम्बन्ध भूत राष्ट्रिय समारोह समिति 1137 सल्लाहकार अथे नेपाल भाषा मंका खलाया हिप्ला मनायो अले नेपाल सम्बन्ध आन्दोलनीय समझलवा मानव अधिकारवादी नेता नेवा भाजो पदमरत्न तुलाधर जेता जी थना पा कथा आसन ग्रहण नीति इनाम पेंचुना अथे मैं पा जी थना बोलतना जे सक्ष्या यो म सक्ष्या मसु म जी सक्ष्या माई म जी सक्ष्या माइन गई म जनकवि दुर्गालाल श्रेष्ठ वे गइतो जी थना मन से झया आसन ग्रहण नीति जे इनाम पेंचुना जको लाफांजी जी इनाम पेंचुना जे जनकवि दुर्गालाल श्रेष्ठ अथे जी अन सल्लाहकार बिन्द बोलकन नेपाल सम्बन्ध भूत राष्ट्रिय समारोह समिति सल्लाहकार के भादु लक्ष्मीदास मानन्द
भाजु लक्ष्मीदास मानन्दर जी का अठे मेरो सल्लाहकार जी बढाचन भाजु प्राध्यापक सुवर्ण साक्य भाजु प्राध्यापक सुवर्ण साक्य नेपाल भाषा मुंगा खलन नेपाल भाषा मुंगा खलन के नाया नेगु सूर्यले दक्ले भापमा नाया बटन दिस प्राध्यापक सुवर्ण साक्य यात दिशा मसु अठे भाजु लक्ष्मण राजवंशी भाजु प्रयागराज सिंह सुवाल अनि बाबा सल्लाहकार भाजु प्रयागराज सिंह सुवाल को आशा गर्ने निम्ति इनाम अझै मेरो सल्लाहकार जी भाजु बुद्धसानी भाजु उत्तम नारायण श्रेष्ठ सल्लाहकार फवेकनो वैकल्पिक जी आसन गर्ने निम्ति इनाम अझै भाजु रत्न कमल वैद्य भाजु रत्न कमल वैद्य आसन गर्ने निम्ति इनाम भाजु सर्वगी रत्न तुलाधर वैकल्पिक आसन गर्ने निम्ति इनाम भाजु सुरेन्द्र वीर मालाकार मध्य राष्ट्रिय समारोह समिति सल्लाहकार भाजु सुरेन्द्र वीर मालाकार अझै मेरो सल्लाहकार जी बडोदरा भाजु आरके मानन्दर जी आसन गर्ने निम्ति इनाम अझै मेरो सल्लाहकार जी बडोदरा मेजो प्रेम शान्ति तुलाधर आसन गर्ने निम्ति इनाम अझै मेजो डाक्टर सुमित्रा मानन्दर जी आसन गर्ने निम्ति इनाम अझै भाजु प्राध्यापक माणिकलाल श्रेष्ठ मेरो सल्लाहकार भाजु त्रिपुराम गंगोजी मञ्च धया आसन गर्ने इनाम अझै मेरो सल्लाहकार जी बनाउन भाजु दिपेन्द्र महर्जन अले मेरो सल्लाहकार जी बनाउन मेजु डाक्टर चुन्दा बचाचार्य अले भाजु डाक्टर त्रिरत्न मानन्दर जेले मुंगु दया जी नायो अले फुक्सी दिशा सल्लाहकार कथन अन्त्यमा भाजु डाक्टर महेश मान श्रेष्ठ जित्न आसन गर्ने इनाम अले थन आसन गर्ने इनाम नेपाल सम्मत इमेज श्रीपाया स्थापना इन्दिमा पाखे तिनी इन्द्र मानन्दर इमेज च्यानल यो भएको प्रोपराइटर ख वेकेटना जी आसन गर्ने इनाम अठे न्यवा भाजु मल्लके सुन्दर यत्न आसन गर्ने इनाम अठे न्यवा भाजु नरेश वीर साकी जित्न जे आसन गर्ने इनाम भाजु नरेश वीर साकी जे हनिबाबा नाया भीमसेन दास प्रधान जो थन दिखा छ थन जी हनिबाबा प्रधानमन्त्री जो थन खेन नुको दो वे गई तो लस्कुसी तयारी यात्रा जी पास में इनाम भाजपा पासिसा मुंथाना हरिबामा सम्माननीय प्रधानमन्त्री जी को लक्ष्मी सेनजी अगर ठीक ठाक बसा लक्षण चाहिँ हनिबामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक लस्कुसिया आसन गर्ने जगत भेटे ये क्षेत्र में सांसद भाजु प्रकाश मान सिंह जी को आसन गर्ने इनाम ये क्षेत्र में प्रिय सांसद भाजु विनोद पुइगे ये क्षेत्र में प्रिय सांसद भाजु रामेश्वर फुयाल आसन गर्ने इनाम
ये क्षेत्र नंबर 4 सांसद बहादुर गगन थापा, ये क्षेत्र नंबर 5 सांसद नरहरि आचार्य, ये क्षेत्र नंबर 7 सांसद बहादुर रामदेव मालंदर, ये क्षेत्र नंबर 8 सांसद बहादुर नरेंद्र राज जोशी, ये क्षेत्र नंबर 9 सांसद बहादुर ध्यान गोविंद रेड्डी, ये क्षेत्र नंबर 10 सांसद बहादुर राजन केसी, ये महानगर पालिका प्रमुख विषय कार्यकारी अधिकारी बहादुर उदय सिंह तामाङ यतना आसन इनाम दिन्छन्। नयाँ शक्ति नेपाली नेपाली से पूर्व मन्त्री बहादुर डाक्टर केशवमान साक्य, संघीय समाजवादी फोरमका सभाध्यक्ष विषय पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, नेकपा एमाले केन्द्रीय विधान विषय पूर्व मन्त्री बहादुर कृष्णकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रीय पोलिट ब्युरो विधान विषय पूर्व मन्त्री दिलीप महर्जन, नयाँ शक्ति नेपाली नेतृत्व विषय पूर्व मन्त्री हिस्ला एमी, अखिल ये मैं भी सभासद भी निकल पड़ा मैं जो ओम देवी मल्ल सभासद मैं जो प्रभा भद्राचार्य सभासद मैं जो प्रभा भद्राचार्य ये कभी तक आसन में भी इनाम देना अखिल मैं ना सभासद मैं जो राज्य लक्ष्मी श्रेष्ठ वे देखना आसन में भी इनाम देना अले सभासद मैं जो रूपा महार्जन वे देखना आसन ग्रहण की इनाम देना सभासद में जो अष्टलक्ष्मी साक्य वे देखना आसन ग्रहण की इनाम देना सभासद भाजो श्याम श्रेष्ठ वे देखना आसन ग्रहण की इनाम देना सभासद भाजो विनोद महर्जन वे देखना आसन ग्रहण की इनाम देना सभासद में जो मीना ढोजुक ना आसन ग्रहण की इनाम देना खना नेपाल राष्ट्रीय में आगति तो ये खना प्राविधिक पासपिंट जी इनाम यंत्रों को तुला खना ये पासपिंट बड़ी सा है आगति और है पासपिंट सायो भुंगा भुंगा हामियो कई माने पानी सातो भंग फैली कमेची माता कोटि संपदा को आचरा बिरहनो करदमाने सोतंत्र ज्ञान भूमि शांति भूमि तार पाहनी मन अखंड प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र में सबने आया कि ये ना बेंचना ये आवाज को तने नेवा रास्ते में धुन बने धुन संगलोची कहे चमकी धुना छी बुलागा छी स्वयं है जाजुया धुनी धुना रंगु भूमि अष्टमंगल रंगु चातुरी तीनगु जीवनेवा मैं कहेगा जान जी सत्य सबु जाति के स्वायत्त राज्य राष्ट्र झाझा के जीगु चाती जीगु ही ये तो सुबह ठगे ठासे नेपाली का आनंद का इनाम देना मुंह पर सम्मान्य प्रधानमंत्री भाजु पुष्पकमल दाहाल प्रथम नेता खाड़ा गाँव स्वामा पोखा का लस्कु स्यान्दित हो हिमो पाएत बैग वरान्दित सभानायक बहादुर भीमसेनदास प्रधानले इनाम दिन्छन् ग्वाले दिन्छे नेपाल सम्बन्ध ढुङ्गा राष्ट्रिय समारोह समिति विज्ञप्ति मेरो ध्यान सभा महर्जन खाना गाउँ मेरो शान्त प्रधानले त बैग जुन मलाई चाहिने दिन्छ इनाम दिन्छन् पछि मेरा महर्जन लिद्ध सामा जुन चाहिने इनाम दिन्छन्
जे मुपा सम्माननीय प्रधानमन्त्री भाजप पुष्पकमल दाहाल प्रचण्ड खाडाका स्वामा पकाका को भय ललानन्दित सभानाय भाजो भीमसेन दास प्रधानका इलापेन्चुरा ये व्यवस्थापन समिति अध्यक्ष राय साक्य जुत खाडाका जुन खाडाका सहित जिनी ज्ञानसभा मर्दन नको झाबे जिल्लादेन सभानाय भीमसेन दास प्रधान खाडाका पखाका नेपाल सम्बन्ध हुँदो राष्ट्रिय समारोह समिति व्यवस्थापन समिति जुन भाजु राय साक्य इलापेन्चुन ग्वालियर निम्ति जे ज्ञानसभा जिकिति ठुक्कै मञ्चे आसन ग्रहण यन्त्रन दिपिन्त खाडगा पोखाका 10 कुश यान्दित सभानाय भाजु भीमसेन दास प्रधानका इलापेन्चुन जे स्वयं स्वरूप पासा ग्वालियर थौया छियो जादो मुख्य रूपमा सांस्कृतिक रैली खो थनयको नभयो जादो मरो जे मुबा बाखे जिसा हिन्दुला नतो नेलुंगा को जिउ जादो कोचाइ ओके तो रैली बोटिका झापी सकलसित धैर्य धारण नेना ठौ ठासे चुन्दी दैना पेन्चुन अनाथ कलिसा काइचुन जेगु ठो जादो रे मुख्य रूपमा सांस्कृतिक रैली खो हिन्दुला सांस्कृतिक रैली ओके थनयको नभयो जादो मरो को चिपिन ना पेन्चुन नेपाल सम्बन्ध हुँदै अवस्थाय खेती संस्थापके सपु पिटिबुजाजी सीडी क्यासेट विमोचनजी अले गनो मोटरसाइकल रैली गनो सुकुन्डा रैली गनो मचा बजा ठुठुने कोठाले जादो केजुनी शीर्षकले अयो बिचारले जिसा बोटी काइवितुन अले मोडल नस्ता पिथनीको चाहिँ ठिकी सामग्री त्यो घिसाउ चाहिँ करे याद यान्कुन अथे को रैली न घिसाउ खना क्यालेन्डर त विक्रम जातो मुटु अथे घिसाउ यो कुछि त खन्छ बगु तो आ स्वागत लस्कु सेवटी ज्याथना पचाउँदुला आ छिसा मेउ ज्याजोलेउने देव जनता निम्ति बलिदान दिउपि शहीद पिनुको लुमन्ती व नेपाल सम्बन्ध हुँदो राष्ट्रिय समारोह समिति पूर्व नायपी मडुमा डाक्टर मंगल सिद्धि मानन्दर अठे मडुमा भाजु मोहन कृष्ण दङ्गोल अठे हिक्मत माली लगायत छिसा चाहिँ लुमङ्का चुनको जुल वेक पिनुको लुमन्ती छिसा ठठै ठासा जना 6 मिनेट मौन धारण यान्दी सुरु यो कोही सुगा ठाठे ठासे फेट्न दि जिसा लस्कुस नोचु के निम्ति थन बनाचन नेपाल सम्बन्ध हुँदो राष्ट्रिय समारोह समिति छिन ससव श्री नेरया नायक थौया फुगो जाजोया सभानायक भीमसेन दास प्रधान यत लस्कुस नोचु निम्ति जे बनाचन भीमसेन दास प्रधान
सुहा महेशी यसले यहाँ महत्त्वपूर्ण ऐतिहासिक हुँद 1137 भित्तुना शुभकामना सभाया मुपा सामान्य प्रधानमन्त्री पुष्पकमल दाहालज्यू को सभाया विशेष मापी जोगनाथ खबेज्यू भादु दुलाज्यू लक्ष्मीदासज्यू सुवर्ण सर उत्तम नारायण चाहिने घापेनको नाय सुरेन्द्री मालाकारज्यू र डाक्टर रत्नकमल र थितिपी नेपी र समारोह सल्लाहकार भाजुपी को दुध ने झापी टुक्क मान्य सभासद को जादले कापी पासपी र अन्य सङ्घ संस्था आन्दोलनका सम्पूर्ण सहभागी दाजुभाइ दिदीबहिनीमा मेरो नौदया भिन्टुना नेपालसँग 1100 को 9 वर्षको हार्दिक मङ्गल शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाया राष्ट्रिय भावना पाखे कोटपुर जुगु नेपाया थगु मौलिक सम्बत नेपाल सम्बत 1137 या नौदया लस्टाए सबले विदेशी टोपी विभिन्न स्थिति ज्या ठाउँ भाकाइ विभिन्न ठो समारोह समिति पाके यक्कु भिन्टुना को शुभकामना दिसन्छु। हौ नेपाल निपिलिगु नीति उद्योगले निखत उसमें 1136 देन हो जनताया त्यासे मोचन याना संकट साफान नेपाल नामे नेपाल समिति कामको निसंको युख संकट शाखा अस्ति प्रधानमन्त्रीज्यूका हामीले ज्ञापन पत्र दिइ जाँदाखेरि हामीले संकट शाखाले जब राष्ट्रिय मान्यता सरकारले उहाँकै प्रधानमन्त्री कालमा गणतन्त्र पहिलो प्रधानमन्त्री हुने भएपछि उहाँले संकट शाखाले प्रचलन ल्याएको नेपाल सम्मतलाई राष्ट्रिय मान्यता दिनुभयो। त्यो धेरै वर्षदेखि हामी जुलुसमा जाँदाखेरि एउटा नारा हुन्थ्यो नेपालसँग राष्ट्रिय मान्यता बिएमा भन्दा धेरै वर्षपछि तर गणतन्त्र पश्चात मात्र त्यो सम्बन्धले आफ्नो एउटा पहिचान बनाउन हामी सबैको त्यसको लागि सामान्य प्रधानमन्त्री पुष्पकमल दाहाललाई हामी हार्दिक हामी धन्यवाद दिन चाहन्छौँ। साथै त्यो भाषिक आन्दोलन वो त्यो सम्बन्धी आन्दोलन नाप वैसोलिन तो नेपाल सम्बन्धी यजाति दखु पास्ति दक्कै नेवाको एजा तुकी आन्दोलन उद्देश्यले थिए ख त नेवाति थो ज्यादा याकुली को मेपी गैर नेवापी थी जनता नेपाली दिस को सम्बन्ध नेवाती सुसम्बन्ध नेवारको सम्बन्ध भन्ने पनि गर्थ्यो। वास्तवमा यो नेवारको सम्बन्ध होइन। संगठन शाखा त्यो बेला सामन्तीको विरुद्धमा तत्कालीन राजादेवको जुन शोषण जनतालाई गर्यो ऋणबाट चाहिँ चिचेका जनतालाई ऋण मोचन गर्ने जुन प्रयास गर्नुभयो उहाँको नाममा यो सम्बन्ध प्रचलन ल्यायो। यो सम्बन्ध वास्तवमा तत्कालीन राजाहरूले निश्चितकालीन राजा गुङ्गे टाइमदेखि पनि यो सम्बन्ध चलेको छ र त्यसपछि शाहकालीन आउँदाखेरि पृथ्वीनारायण शाह र उहाँ पछिको राजा 1895 895 नेपाल सम्बन्धमा भोटसँग तिब्बतसँग सम्झौता गर्दाखेरि यही नेपाल शब्द र रञ्जन लिपिबाट सम्झौता भएको हामी शिलापत्र पाउँछौँ। त्यसैले यो सम्बन्ध नेवारको सम्बन्ध हुनु हाम्रो मान्यता हो। तर यसको आन्दोलनको नेतृत्व नेवारले गएको हुनाले हामीले यसलाई चाहिँ वास्तवमा नेवारको आन्दोलनको रूपमा चाहिँ अहिले विभिन्न जनजाति आदिवासी नेपालका भएका मुस्लिम समुदाय सबैले यो नेवारको समुदाय भन्ने किसिमको कथन चाहिँ भइरहेको अवस्था त्यसलाई हामीले वास्तवमा जब सरकारले राष्ट्रिय मान्यता दिइसकेपछि यो व्यवहारमा अहिले उतार्न सकेको छैन। त्यस उतार्ने क्रममा म सामान्य प्रधानमन्त्रीलाई हामी आग्रह छौँ हाम्रोबाट पनि कल त्यतिकै हुनेछ र नेपाल सरकारबाट पनि यसलाई कसरी दैनिक
व्यवहारमा ल्याउने त्यसतर्फ एउटा हामीले कार्यदल बनाएर यसको अध्ययन अनुसन्धान बनाउन सक्यो भने यसमा धेरै कुरा हामी प्राप्त गर्न सक्छौँ। यो नेपालको मौलिक सम्बन्ध हो, विक्रम सम्बन्ध आएकी सम्बन्ध हो। अस्ति प्रधानमन्त्री स्वयंले पनि हामीले भन्नुभयो, मैले पनि यो सम्बन्ध वास्तवमा सङ्घर्ष शाखाले एउटा सामाजिक युद्धमा जुन अभियान सुरु गर्नुभयो र आफ्नो नाममा नरहेकन नेपालको नाममा त्यो सम्बन्ध प्रसङ्ग ल्याएको हुनाले त्यसले राष्ट्रिय मान्यता दिनुपर्छ भन्ने उहाँले भन्नुभयो र म यसपालि केही न केही यो सम्बन्धबारे त्यो बेला मेरो सरकार धेरै रहन सकेन, मैले वास्तवमा गर्नु खोज्दा पनि त्यो काम अपूर्ण रह्यो भने हामीले भन्नुभयो। हामी ज्यादै आशावादी छौँ यसपालि। प्रधानमन्त्री धेरै कुन चाहिने खुसी उठो सलाहकार दको पास्ती दकुना ज्ञापन पर दुने प्रधानमन्त्री ठाउँ ठाउँ धाउ जित्ने एकछिन दकै आशावादी जिमसा प्रधानमन्त्री त छुचो माग्दै हल्ला छ छौ चुरासो नेपाल सम्बन्धित व्यवहार गनाइजु प्रदेशले सरकार पहल लिनला अनि संगठन शाखा राष्ट्रिय विभूति सरकार घोषणा ल्यानुका खै त अझै खै यी रेले चाहिँ खै त्यहाँ छौ साली छौ प्रतिमा पेमा ल्याउनु छ चाहिँ वेटेको हेजु तर त्यो संगठन शाखा त राष्ट्रिय विभूति जाने बौद्ध वेनुका 46 साली किसिमका भत्रे प्राणीसु जिनुका किसिमजी तो संगठन शाखा राष्ट्रिय विभूति घोषणा ल्याएको एन राष्ट्रिय विभूति घोषणा ल्यासा जीव पाठ्यक्रमले संगठनका सुधाइपति अझै भमिसुन तो मसिक त वेकै बारे इतिहास कन्त आवरिकन सामाजिक शिक्षा सामाजिक शास्त्रका विषयले संगठन शाखा चाहिँ तो विषयमा पेमा रहेछ वेकैको छ तापन ब्यो कुनै जग्गामा हो तो राष्ट्रिय सम्बन्ध ध्यानको सिनी खै त नेपाल सम्बन्ध राष्ट्रिय सम्बन्ध सरकार मान्यता दिनुको सिनी थुक्यो लागि चाहिँ हरेक वर्ष तो लुनो समारोह जी तब समारोह बिगाउनु राछ जी 6 में से अनुभव नराछ हरेक वर्ष समारोह मोनी याथे सुन्ती याथे हजारौं लाखौं निवामी चाहिँ पुनः सहभागी तर कुनै विषय त्यो छुए जाखन भयो खै दुई मजिलो राज्य छ खै त निरन्तर खैबारे अध्ययन छन् हरेक वर्ष वार्षिक त्यो पर्व मानेका वर्ष त्यो दे पर्व मानेर फेरि चाहिँ संस्थामा राज्य छ नेपाल सम्बन्ध राष्ट्रिय प्रतिष्ठान माग्न सामान्य प्रधानमन्त्री यहाँ दियो। हामीले सामान्य प्रधानमन्त्रीलाई यो उत्सवलाई यो पर्वलाई यो मुद्दालाई यो नयाँ वर्षलाई निरन्तर अगाडि बढाउनलाई यसको अध्ययन अनुसरण गर्नको लागि चाहिँ एउटा सरकार स्तरबाट राष्ट्रिय नेपाल सम्बन्ध राष्ट्रिय प्रतिष्ठान गठन होस् भन्ने हामीले माग राखेका छौँ। त्यो भएपछि त्यसबाट यसको अध्ययन अनुसरण यसलाई कसरी चाहिँ हाम्रो प्रसङ्गमा ल्याउने अहिले इतिहासमा छ, शिलापत्रमा छ, भोजपत्रमा छ, तामापत्रमा छ, सबैमा छ। हाम्रो चिनामा पनि छ यो सम्बन्ध। सरकारले त्यसै बाबुराम भट्टराई प्रधानमन्त्रीले यसलाई चाहिँ सञ्चार माध्यमबाट त्यसलाई चाहिँ प्रसङ्ग ल्याउने कुरा पनि त्यो पनि त्यही हो। उपलब्धि नभए पनि तर आन्दोलन निरन्तर जारी किनभने नेपालसँग अहिले पनि नेपाल सरकारको विभिन्न मन्त्रालयमा नेपाल सरकारको चाहिँ परिपत्रमा र हामीले माग पनि राखेको संविधान सभाभित्र पनि नेपाल सम्बन्धमा उल्लेख हुने संविधानको चाहिँ दस्तावेजमा संविधानको चाहिँ विधान संविधानमा हुनुपर्छ भने तर त्यहाँ अब राजनीतिक पार्टीको बिचमा एउटा सहमतिको बिन्दु पुग्ने कुरा हुन सकेन। र त्यति मात्र होइन, हामीले सामान्य प्रधानमन्त्री बाबुराम भट्टराईजी हुँदाखेरि हामीले उहाँलाई नेपाल सम्बन्धलाई नेपालको करेन्सीमा नोटमा मुद्रामा पनि अङ्कित गर्नुपर्छ, त्यही एउटा पहिचान गर्न सक्ने हाम्रो आउने त्यो पनि हाम्रोमा यथावतै छ। त्यति मात्र होइन, हामीले यो नेपाल सम्बन्ध अहिले हामी सबभन्दा पहिले नेपाल सम्बन्ध बारेमा कमसेकम प्रधानमन्त्रीको कार्यालयमा हुने लेटर हेर जुन चाहिँ उहाँहरूको लागि पत्र हुन्छ त्यसमा मात्र पनि त्यो गर्छु भन्दाखेरि त्यो पनि भइरहेको छ। त्यसमा अहिले त्योभन्दा हामी धेरै अगाडि सामान्य प्रधानमन्त्री यहाँबाट हामी धेरै आशावादी छौँ। सामान्य प्रधानमन्त्री नेपालका विशिष्ट संगठन शाखा त्यहाँ लुमन्तीको वेलफेयर योगदानलाई कतै ल्याएको थाहा राजधानी उपेक्षाको घाटन धान खाउचाउने वेलफेयर पूर्ण प्रदेश सामेल देख्न हामीमा त्यो ज्यादा मुपा सामान्य प्रधानमन्त्री ठाउँ या नि सन्दर्भ से ठाउँ जी निकाल्न खोख चाहिने सामान्य प्रधानमन्त्री
तो ध्यान आकर्षण राखिदिनु छ त्यही ख युद्ध आशाको सामान्य प्रान्तिक क्षम जनयुद्ध 12 वर्ष युद्ध नेपाली जनतै जनजाति आदिवासी थारू मगर मुस्लिम खस आल सबैको समान अधिकार पहिचान बिमारका भएकोमा वास्तव नेपालले सुपार्टीले त्यो विषयले वास्तव उठेन पनि एजेन्डा उठेन जन आन्दोलन नपछि सहकारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उहाँको संयुक्त सहकार्यमा वास्तवमा 2062 आन्दोलन उहाँहरूको एजेन्डालाई पनि सम्बोधन गर्ने र यता 7 दलको एजेन्डालाई सम्बोधन कालमा जुन एउटा समायोजन गर्नु उहाँ सफल भयो त्यसको लागि पनि हामी धन्यवाद दिन्छौँ। अझै पनि त्यो विषयहरू अझै नै वही एजेन्डा छ बाँकी पनि पहिचानेको आत्म सिन्तानी आम तराई पी पास्ने मधेस दलीय पास्ने छ पहिचान मजुने जिमी सीमाङ्कन विवाद मजुने जिमी प्रकृति मजुने जिमी पहुँच चाहिँ सरकारी चिठी खासे मजुने त्यहाँका जनजाति आदिवासीका फुक्सा गरे सहितको आन्दोलन यन्त्रण अवस्था संविधान जारीको अवस्था दो त ऐसा न तो विषयले संविधान संशोधन मौजूदका आन्दोलन जाने आनो तो संविधान फुक्सा अपदत्व क्या संविधान जारी मजुने उलाई खमेरको सुते ल्याउन प्रधानमन्त्री श्री राजेन्द्र श्रेष्ठ किपु विमोचने तो धेरै छ अनधिपा ठाउँका पनि दलिपी बैठक चोली वो बैठकमा छौ ठाउँ नुपति समाचार मोदु जिउलाई खुसी उठ्छ भएकन एकदम पहलको थोप विषयले सम्बोधन यामा अहिलेको झिफुक्सी उठ साले संविधान दिँदा भएकन निग कांग्रेस पार्टी सभापति शेरबहादुर नेकपा एमाले थुप्रो पार्टी जनजाति चिटिपी पार्टी र मधेस पार्टी जनजाति पार्टी जब पार्टीले सहकार पार्टीका सहकार ठाउँ जाने पनि खप्ने आउँदो विभिन्न आशाको याकने संविधान जारीले कानुन मधुर कार्यको आयोग गरी चुनाव स्थानीय चुनाव र संसदीय चुनाव र प्रदेश चुनाव बाँकीको अहिलेको संविधानमा पूर्णता प्राप्त थियो वो चुनाव नयाँको पनि प्राप्त हुन्छ तर उकिलाई चुया मान्ला छ संविधान चाहिँ जारी यहाँ रूपमा तर उचित सम्बोधनमा विषयले सामान्य प्रधानमन्त्री सम्बोधन दिएको आशा दु किनभने संविधानमा अहिले तरेको इस्युलाई हामीले मुद्दालाई सम्बोधन गरेर जनजातिको समयमा हामी चुनावमा गयो भने त्यो चुनावले परिणाममुखी बनाउँदैन। हामी हिजो पनि हामी आन्दोलनमा रहँदै तत्कालीन राजा ज्ञानले स्थानीय चुनाव त गरेकै हुन् तर त्यो चुनाव सफल हुन सकेन त्यसपछि झन् आन्दोलन ठुलो रूप लियो। त्यस्तो अवस्थामा म सामान्य प्रधानमन्त्री आग्रह चाहन्छु र म सामान्य प्रधानमन्त्रीलाई अर्को पनि एउटा हाम्रो विषयवस्तु छ नेवारहरू काठमाडौँको कोरेरमा त्यो उद्गम छ यहाँको आदिवासी भनेको नेवार हो र अहिले नेवारहरूको प्रतित्व मैले देखिरहेको छु। काठमाडौँको सबै आन्दोलन काठमाडौँमा केन्द्रबिन्दुमा हुन्छ तर आन्दोलन सकेपछि ती आन्दोलनकारी ती नेवार नेताहरूलाई पनि वास्तव कुनै पार्टीले राम्रोसँग सम्बोधन गरेको अवस्था छैन। हिजो पनि सरकारमा हुँदाखेरि यहाँको आदिवासीलाई सरकारमा उपस्थित गर्न सक्नुहुँदैन अहिले पनि वास्तवमा त्यसको प्रक्रिया भएको छैन र आन्दोलनमा त जहिले पनि काठमाडौँ नेवारले त्यसको उत्सर्गमा पुर्याउने आन्दोलन सुरु जब काठमाडौँ नेवारले सहभागी गर्छ अनि मात्र आन्दोलनले यो निष्कर्ष पुर्याउने जहिले पनि परम्परा भएको छ त्यसको ध्यान दिने आवश्यक छ। त्यसैले त्यसमा अर्को कुरा पनि के जोड्न चाहन्छु भने सामान्य प्रधानमन्त्री धेरै साथीहरूको भनाइ छ अहिले जुन बाबुराम भट्टराईजीले सडक विस्तारको कार्यलाई शुभारम्भ गर्नु निश्चित रूपमा काठमाडौँको नेवार विकास विरोधी होइन काठमाडौँ विकास प्रेमी नै हो। हाम्रो कल्चर हाम्रो संस्कृति हेऱ्यो भने नेवार जस्तो विकास चाहिँ सायद कुनै पनि जातले गरेको छैन नेपालमा। एउटा संस्कृतिको रूपमा ऐतिहासिक रूपमा विभिन्न प्लानिङ गरे काठमाडौँको बालहरू चोकहरू पोखरहरू चौरहरू र ठुल्ठुलो चाहिने खेलहरू कुलखेलहरू बनाएर काठमाडौँको कोर समेत बनेको त्यसमा प्लानिङमा काठमाडौँ पठाएको छैन। काठमाडौँ नेवारको विकास प्रेमी नै हो। त्यस कारण त्यो विकास प्रेमी हुनाले अहिले जुन सडक विस्तारले काठमाडौँ कोर नेवार जस्तो घर सडकमा छ उनीहरू धेरै प्रभाव भइरहेको छ। त्यसमा हाम्रो आग्रह के छ भने सडक विस्तारमा हाम्रो विरोध होइन तर त्यो सडक विस्तारको उचित मुआवजा दिनुपर्छ भने हाम्रो नेपाल सरकारसँग हाम्रो माग छ। त्यति भए पनि कमसे काठमाडौँ जनताले आफूले पुर्खाले बनाएको घर आफू बसे घरको चाहिँ मुआवजा पाउन सक्यो भने त्यसमा नेपाल सरकार निश्चित हाम्रो सहयोग पनि रहन्छ। नत्र अझै यो आन्दोलन उठ्यो भने फेरि अर्को समस्या उठ्न सक्छ।
र मैले आज देखेँ यत्रो काठमाडौँका नेवारहरू यो नुनको समारोहमा सहभागी हो। त्यस्तै नेवार काठमाडौँको कुनै पनि सरकार दिन सक्दैन। तर विडम्बना के छ भने हामी यस्तो जुलुसमा चाहिँ हामी सहभागी भव्य रूपमा हुने, राजनीतिक जुलुसमा भने हाम्रो सहभागिता फेरि कमै एकदम उठाउने गाह्रो र अन्तमा मात्र हामी नेवार उठेपछि मात्र हामी सफल हुने परम्परा पनि छ। त्यसमा सामान्य प्रणाली यस्ता पनि यहाँले सोपिङ भने निश्चित रूपमा जुन एउटा पहिचान अहिले कमरेड प्रधानमन्त्री कमरेड प्रचण्डजीको जतिवटा चाहिँ अहिले नेपालमा इमेज बनेको छ त्यसलाई तपाईँ नेताजीलाई पनि यी सबै जनताले उठाएको कुरा सम्बोधन गर्न सक्यो भने निश्चित तपाईँ एउटा ऐतिहासिक जस्तै बिपी कोइराला हुनुभयो नेपालमा, मनमोहन अधिकार हुनुभयो, गणेश मानजी हुनुभयो, केशवप्रसाद हुनुभयो, त्यस्तो किसिमको चाहिँ तपाईँले आफ्नो व्यक्ति बनाउँछ हाम्रो शुभकामना छ। र अन्तमा म धेरै लामो समय जानु सामान्य प्रधानमन्त्रीज्यू अहिले मुलुक सबभन्दा बढी आक्रान्त जसले चुराछ जुन पासन चिगाम जङ्गलमा छौ कहावत यहाँले भाषा चुराएछ झिका चाहिँ सुँगु गुलुङ छौ चाहिँ मिसा गुलु छौ एला गुलु छौ थिवा गुलु। एला गुलु भनेको रक्सी मात्रै खाने, स्वस्थ नै जिर्न पार्ने, तर पछि आफै सकिने, ऊ आफूमा सकिने भयो एला गुलुले। अनि मिसा गुलु भनेको जति आइले पनि आकर्षण जो कम नहुने, आइमै बढी चाहिने, मानु श्रीमती बढी राखौँ भनौँ न, त्यसलाई मिसा गुलु भन्दो रहेछ। अनि थिवा गुलु भनेको कस्तो छ भने जति पैसा भए पनि नपाउने, यदि पैसा नपाउने आरे घाट जाने बेला भने उसले सासै छोडेको हुँदैन अरे। अनि हाम्रो के छ भने नेवारमा वही त चाहिँ वो छेउमा का लागल छ छेउ त्यही घाटको चाहिँ वो चाहिँ पैसा आस्तो दियो भने के भने आरे घाट पुग्ने बेला पनि उसले आफ्नो सम्पत्ति चाहिँ उसलाई बोलिरहेको हुन्छ। जब अलिक त्यो भन्छ हाम्रो समाजमा उहाँलाई चाहिँ अलिक पैसा पुगेन होला हातमा थाम्यो भनेपछि हातमा पैसा खाएपछि उसले आफ्नो ज्यान त्याग दिँदैछ भनेको। अहिले नेपालमा सबभन्दा खराब चाहिँ यो तिनवटा कुरोमध्ये थिवा कुरो खराब, सबभन्दा खराब छ थिवा कुरो। कुरा आउँछ भ्रष्टाचार र आक्रान्त भएको मुलुकलाई तपाईँले एउटा कमसेकम यो भ्रष्टाचार न्यून गर्नुको अभियान थाल्नु भने प्रचण्डजी चाहिने बिपी कोइराला पनि मात्र जाने हामीले आशा छ। त्यस्ता रूपमा तपाईँले शुभकामनाले मेरो सानो मन्तव्य चियाउँछ छकोचा नचु थने कोचाका छिपिङले फुस्ता हान्सका हुँदा समारोह समिति पाके यत्रो सुधार दिशेना बिरागी लास्टजी सोचिरहेको छ यी ठाउँ नेपाली झन्डा तया अन्य नेपाली झन्डा ख झिउथो सम्बन्ध नेपाल राष्ट्रमा जोडिन झि नेपाल देय चाहिँ जनता नेपाली हामी बिफा छि एया झिउ छौ राष्ट्रिय अभियान तो काङ्ग्रेसी अभिवादनमा को हिजो संविधान संसदमा पनि मैले सामान्य प्रणाली राखेको थिएँ। भारतमा जय हिन्द भनेपछि नेपालमा पनि राष्ट्रिय अभियान, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय गाई, राष्ट्रिय चाहिने जनावर गाई, राष्ट्रिय कलर सिमेन्ट, राष्ट्रिय चाहिने विभूति, यी सबै राष्ट्रिय। तर नेपाल राष्ट्रिय अभियान के त हामी एक अर्का नेपाल कसरी अभियान हुन्छ मैले त्यसैले त्यसलाई चाहिँ राष्ट्र अभिवादन जय नेपाल। लेखेको सुधा कि म सभामा भीमसेन प्रधानका सुकुन्ना तयार हुन्छ जो सभा महर्जन त इना तेन्तुना अथे स्वामाई लागि ज्ञान सभा महर्जन अनि सांस्कृतिक पूजा त मंगल धुन तयार हुन्छ इना तेन्तुना मूलमा सामान्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाके स्वागत मोर्चाका पूर्व उपसभाया औपचारिक पुलियरले सामान्य प्रधानमन्त्रीज्यूलाई पानसमा बत्ती बाली आजको कार्यक्रम शुभारम्भ उद्घाटन गरेर अनुरोध गर्दछु। त्यस्तै शङ्खदरको फोटोमा माल्यार्पण गरिदिनु हुन पनि सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गर्दछु। एउटा फुलको माला शङ्खदरको पासमा देखाउन मूलमा सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य लाभकन्दीको माध्यमबाट
प्रसङ्ग एउटा नेपाल सम्बन्ध हुँदा राष्ट्रिय समारोह समिति दिदीको गौरवान्वित समान विजयनाथ प्रधानको दिनापन्तुन वाजा नीति एवं सपना शान्त प्रजापति दिएको शान्त प्रजापति जो क्यालेन्डर जमा चाहिँ चाहिदिएको चाहिँ दिनापन्तुन नेपाल सम्बन्ध हुँदा संसद हुँदा यहाँको यो चिठीको क्यालेन्डर चिठी भूमिका दिएको छ योगको सुधार अनुभव सम्मान्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रबन्धकको अरे यो स्वयंसेवक प्रस्तुत कमिटी के दक्ष पाँच वो चिठीको अरे नेपाल सरकारबाट सम्मान्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रबन्धकले नेपाल सम्बन्ध हुँदै नस्ता छोराहरू औपचारिक भिडुना वक्तव्य बनाउने निम्ति नेपाल सम्बन्ध हुँदा राष्ट्रिय समारोह समिति व्यवस्थापक समिति विरुद्ध शैलेश साक्य बरिजोका चाहिँ इनापेन्टुना शैलेश साक्य बरिजो भएकन नेपाल सरकार पाखे छोयो औपचारिक भिडुना पौ बनाउने निम्ति भिन्टुना नूदय भिन्टुना 1137 नूदय लसा सगलो नेपाली भिन्टुना हो नेपाली भाषाहरू प्रधानमन्त्री पाखे शुभकामना नेपालको मौलिक सम्बन्ध नेपाल सम्बन्ध 1137 नयाँ वर्षको शुभारम्भ सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालको सामाजिक न्यायको इतिहास नेपाल सम्बन्धको प्रवर्तक एवं राष्ट्रिय विभूति सङ्गठन शाखाले खेल्नुभएको भूमिका अविस्मरणीय छ। नेपाल सम्बन्ध नेपालको मौलिक सम्बन्ध हो। जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका सङ्गठन शाखाले समकालीन समाज परिवर्तनको महत्त्वपूर्ण जग बसाल्नु भएको थियो। नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकता निम्ति उहाँले पुर्याउनु भएको योगदान हामी सबैका लागि प्रेरणादायी छ। नेपाल बहुजाति बहुभाषा र बहुसांस्कृतिक राज्य हो। नेपाल राज्यको निर्माणमा विभिन्न जाति भाषा संस्कृति समुदाय र व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रही आएको छ। आजको 21औं शताब्दीको विकसित युगमा सबै जाति भाषा संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्न र नेपालको स्वाधीनताको रक्षा गर्न सकिन्छ। नयाँ संविधानमा सबैको भावनाको प्रतिनिधित्व गर्ने योजनाका लागि सरकार संविधान संशोधन गम्भीर गृह कार्यमा जुटिएको छ। संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्त्वपूर्ण योगदान गर्नेछ भन्ने गहिरो विश्वास लिएको छु। गणतन्त्र स्थापनापछि मेरै कालमा नेपाल सम्बन्ध राष्ट्रिय सम्बन्धको रूपमा घोषणा गर्ने अवसर मिलेको थियो। अहिले नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्धको रूपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा छ। मेरो विश्वास छ हामी सबैको सहकार्य एकता र पहलकदमीबाट यस दिशामा सफलता हासिल गर्नेछौँ। अन्त्यमा नेपाल सम्बन्ध 1137 को अवसरमा फेरि एकपटक सम्पूर्ण नेपालीमा सुख शान्ति समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गर्दछु। नूदया भिन्टुना। कार्तिक 15 गते 2073 साल प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल प्रचण्ड। धन्यवाद। शुभ यो शुभ ठु जालो
तिसा जोलो व तिसा बाइमनिया वाली नेवा ऑनलाइन न्यूज पाखेना प्रत्यक्ष प्रसारण जतोंदो अथे नोडा समारोह समिति ग्वाली रेडियो उपत्यका एफएम पाखेना प्रत्यक्ष प्रसारण जतों चिपिने जानकारी बेतना जाजो पाखे भने महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी जु छयाइ दिगो भिन्तनाको बना न्यंकटित नेपाल सम्बन्ध नोडा राष्ट्रिय समारोह समितिया व्यवस्थापन समितिया दुजाउ मेजो नानीहरा महर्जन यता इनाप यन्तना मेजो नानीहरा महर्जन Suwe umis daya ta, hanya culu jajoya sama naya ju, nama muka, akhirnya kata asam dan yang jadi sakala hari bapi, nama thara upasthi, hari bapi sakasita, budaya ju bintuna, nama jito राष्ट्रपति यागु bintuna sandes bonita wada chulaga dindi utai suga rachana राष्ट्रपति या bintuna sandes tukadalu राष्ट्रपति भवन महाराजगंज काठमाडौँ नेपाल सम्बत 1837 को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभ कामना सन्देश सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको नेपाल सम्बत 1837 को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको आफ्नै मौलिक सम्पदको रूपमा रहेको नेपाल सम्बन्धको सबै नेपालीहरूमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सबै नेपालीहरूमा भाइचाराको भावना समेत सुदृढ गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु। अन्तमा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरू एकाकार हुन्छौँ त्यसरी नै नेपालको संविधान मार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिहरूको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने मेरो शुभकामना छ। धन्यवाद। 2073 साल कार्तिक 15 गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी शुभे यतको शुभे मेजो नानीहरा महर्जन यत नेपाल सम्बत इमेज शिर्पा समिति पाखे निर्णय जु कथा थुगसी नेपाल सम्बत आन्दोलनीय नेलवा भादु बुद्ध सामियत नेपाल सम्बत इमेज शिर्पा बिगो कोछुगु जुल ओ हनपौ यत बना निंकिता थनजी बनातुना नेवा नेलवा भादु नरेशपीर साकियत भादु नरेशपीर साकिय हनपौ बना निंकति थोग सभाया सभानाया भाजो अले ठाउँ याम्बु पाहा भाजो खैतला जिउ ज्याठन नेपाल सम्बत इमेज शेर्पाया हनपौ बोना निंकीगु ख तर तो नेपाल सम्बत इमेज शेर्पाया विषय छटाङ्गिता ख अले नेपाल सम्बत या आन्दोलन विषय छटाङ्गिता ख जी थन ते मास्ते वे जोले तै छना नेपाल सम्बत को आन्दोलन यो सडकबाट सुरु भएको जनस्तरबाट सुरु भएको आन्दोलन हो र यस आन्दोलनले एउटा उच्चता प्राप्त गरे। सडकबाट सुरु भएको यो आन्दोलन विभिन्न चरण पार गर्दै यसका प्रणेता संघर्ष शाखा र नेपाल सम्बतलाई हाम्रै आजका प्रमुख अतिथिको प्रधानमन्त्रीको कालमा नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको मान्यता दिलाइसक्नु भएको छ। यसको निमित्त हामी सम्पूर्ण नेपाल सम्बतका आन्दोलन कर्मीहरू कृतज्ञता जाहेर गर्न चाहन्छौँ र आज हामीले उहाँको शुभकामना सन्देश पढ्यौँ र हाम्रा आजका नोडा समारोह समितिका
अध्यक्षज्यूको मन्तव्य सुन्यौँ। तर एउटै मात्रै जिज्ञासा हामीमा के रह्यो त भन्दाखेरि नेपाल सम्मतको आन्दोलन जुन सडकबाट सुरु भएर सदनमा पुर्याएका थियौँ हामी अधिकार कर्मीहरूले र नेपालको संविधान लेख्ने समयमा नेपाल सम्मतलाई आधिकारिक मान्यता प्रदान गर्नु पर्यो, यथोचित मान्यता दिलाउनु पर्यो भन्ने हाम्रो मागलाई संविधान सभा लेखनमा हुत्याइएको छ। त्यहाँबाट यो प्रस्तावलाई गलहत्याइएको छ, बाहिर निकालिदिएको छ। त्यसकारण जिज्ञासा के रह्यो त भन्दाखेरि हाम्रा आजका प्रमुख अतिथि पुष्पकमल दाहाल स्वयं पार्टीका अध्यक्ष नेकपा माओवादीका अध्यक्षले समेत यस प्रस्तावलाई मतदान हुँदाखेरि विपक्षमा मतदान दिएको देखियो। त्यसकारण जिज्ञासा के रह्यो त भन्दाखेरि सडकबाट आएको यो नेपाल सम्मतको आन्दोलनलाई यथोचित मान्यता नेपाल संविधानमै प्रदत्त रूपमा राख्नु भन्ने कुरामा यहाँहरूको विमति देखियो र यस विषयमा के कस्तो विचार हो हामी जवाब त माग्न सक्दैनौँ, तर कमसेकम मन्तव्यको रूपमा केही कुरा सुन्ने पनि हाम्रो इच्छा रहेको छ। र आजको यस हाम्रो नेपाल सम्मतको जुन शेर्पा हामी प्रदान गरिरहेका छौँ, यो नेपाल सम्मत इमेज शेर्पाका डाटा हाम्रा नेपाल भाषा मङ्का खलोको नोडल समारोह समितिका अध्यक्ष हुनुहुन्थ्यो। त्यो बेलामा यो शेर्पा उहाँले नेपाल सम्मत सम्बन्धी काम गर्ने व्यक्ति वा संस्थाहरूलाई प्रदान गरे निर्णयका साथ यो पुरस्कार उहाँले राख्नु भएको थियो। र यस पुरस्कार आज हामीले विशेष रूपमा तत्कालीन सभासद सांसद बुद्ध सामीलाई हामी प्रदान गर्दैछौँ। किन त भन्दाखेरि उहाँले यस आन्दोलनलाई सडकमाबाट सदनमा पुर्याएर नेपाल सम्मतको आधिकारिक माग राख्नु भएको थियो र यसै सम्मानमा हामीले यो प्रदान गर्न रहेको यो सम्मान पत्रमा हामीले यसरी लेखेका छौँ। नेपाल सम्मत इमेज शेर्पा झिन्सो सुनहेर नेपाल मौलिक सम्मत नेपाल सम्मतिया प्रचार व संरक्षण आएको छोले छिस्कर बुद्ध सामी भाजौँ नेपाल नो संविधान देका चोंगुले नेपाल मौलिक सम्मत नेपाल सम्मत या त नेपाल संविधान यठने माग संविधान सभा तय दिएको छ। सदका यहाँको नेपाल सम्मत या आधिकारिक मान्यता या माग या त छिस्कर भाजो संविधान सभा टक्क होना महत्वपूर्ण योगदान यहाँ दिएकोले ठुक तया शेर्पा छि भाजु या त लानको जुल राष्ट्रिय मौलिक सम्पदा लेङ्केको ज्या छिको कुटा न्याप्ले हे ज्ञान चुनीको भल सकया नेपाल सम्मत छिन ससाओ सुइन हेर नुदाया लस्ता पिन्चुना जेठ बहादुर मानेन्द्र नाय आरके मानेन्द्र दाता नरेशवीर साके छान्जे। तो यो प्रमाणपत्र आजका हाम्रो पुरस्कार प्राप्त गर्नुहुने सभासद पूर्व सभासद बुद्ध सामीलाई प्रदान गरिदिनु हुन आजका प्रमुख अतिथिलाई अनुरोध गर्न चाहन्छु र यस पुरस्कारसँगै 25,000 नगद राशि पनि रहेकोमा यसका दाता इन्दिरा मानेन्द्रज्यूलाई म अनुरोध गर्न चाहन्छु। जी हनेबामा सल्लाहकार बुद्ध सामी नेपाल सम्मत इमेज शेर्पा पाखे छापी टंगुजुल जी सक्ष्या लापथाना लस्ता पुंके वही पिता भिंटुने जी थोड़ा मुंपा सम्माने प्रधानमंत्री पाखे अनापो अले नेपाल सम्मत इमेज शेर्पा समिति पाखे जी इन्दिरा मानेन्द्र जी पाखे 25,000 टका दान लालाको ज्या दिनुको दो यदोको सुभा तो लुमन की ची तयारी अंदित जी बिमला महर्जन जी त इनापेंचुन जी नेपाल सम्बत ढोडा लस्ता मु पाएता समारोह समिति पाखे लुमन की ची तन ल लागो ज्यादो उकै निम्ति जी बिमला महर्जन जी त लुमन की ची व्यवस्था जी इनापेंचुन अले ठुक लुमन की ची थौया सभा नाय
भीमसेन दास प्रधानज्यू जी हानिबामा मुपा सम्मान्य प्रधानमन्त्रीज्यू पुष्पकमल दाहाल प्रचण्डज्यू त ललन्दी यकेको सुबह थर चाहिँ तिनी थर चाहिँ स्टेज यके शिल्पातो छौ शिल्पाल साक्य महाविहारसँग पिठुमुगटे साक्य वंश पहिचान बिहार संरक्षण झेउ अभियान गठन चाहिँ क्यालेन्डर प्रकाशनमा थन दु वा चिठी चाहिँ तिनी चिसा उपहार त थन चिसा चाहिँ लला रंगुको जुल आ जे जाजोया तस्को लिपाउ बोपाकी देवन्जना हो थन मुपा हरिबामा सम्मान्य प्रधानमन्त्री पुष्पकमल दाहाल पाखे थौया थो ढुड नेपाल सम्बत छिन ससाव सुई ढडया लस्ता को भिन्तर मचु बितेमुदो भिन्तर मचु लागि भनचना सम्मान्य प्रधानमन्त्री पुष्पकमल दाहाल जोजो लोपा नु दया भेन्तुना कार्यक्रमका अध्यक्ष मान्य भीमसेनजी, मञ्चमा रहनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरू र यो निकै उल्लासमय वातावरणमा यो समारोहमा उपस्थित सम्पूर्ण आदरणीय जनसमुदाय, सबभन्दा पहिला त म नेपाल सम्बत नेपालको मौलिक राष्ट्रिय सम्बत 1137 लाई स्वागत गर्दै यहाँहरू सबैलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल सम्बतलाई यहाँ अघि भनिए जस्तै नेवार समुदायले सडकबाट यसलाई राष्ट्रिय सम्बतको रूपमा मान्यता दिलाउनको निम्ति निरन्तर प्रयासरत रह्यो र यहाँका बुद्धिजीवीहरू, यहाँका संस्कृतिविदहरू र यहाँका आम जनसमुदायले पनि नेपाल सम्बत जो नेपालको एउटा मौलिक सम्बत हो, जसको सम्बन्ध सामाजिक न्यायसँग समानतासँग रहेको छ, ऋण मोचनसँग रहेको छ, प्रगतिसँग परिवर्तनसँग यसको सम्बन्ध रहेको छ, यो सम्बतलाई राष्ट्रिय सम्बतको मान्यता दिलाउन र यसलाई व्यवहारमा उतार्नको निम्ति निरन्तर प्रयासरत रहेकोमा म सबै नेवार समुदायका बुद्धिजीवीहरू, राजनीतिज्ञहरू, कलाकर्मीहरू, सबै सांस्कृतिकविदहरू र आम जनतालाई विशेष रूपले धन्यवाद ज्ञापन गर्न चाहन्छु। तर नेपाल सम्बत फेरि नेवारको मात्रै सम्बत हो कि भन्ने भ्रम एक थरीलाई छ, त्यो कुरा होइन भन्ने कुरा पनि हामी सबैले बुझ्न जरुरी छ। नेपाल सम्बत सम्पूर्ण नेपाली मात्रको राष्ट्रिय सम्बत हो, त्यसकारण यो सम्बत नेवारले मात्रै मनाउने चलनको होइन, हामी सम्पूर्ण नेपालीहरूले यसलाई मनाउनु पर्दछ। त्यसको निम्ति म सबै नेपाली दिदीबहिनी दाजुभाइहरूलाई हार्दिक अपिल पनि गर्न चाहन्छु। यो हाम्रो मौलिकता, हाम्रो इतिहास, हाम्रो परम्परा र हाम्रो प्रगतिलाई व्यक्त गर्ने यो सम्बत हामी सम्पूर्ण नेपालीको सम्बतको रूपमा हामी सबैले मनाउन अग्रसरता लिन जरुरी छ। मलाई पहिलो प्रधानमन्त्रीको कालमा यो सम्बतलाई राष्ट्रिय सम्बतको घोषणा गर्ने अवसर प्राप्त भयो। म त्यसमा गर्व गर्दछु र तपाईँ जनसमुदाय जसले यसलाई राष्ट्रिय सम्बत बनाउनको निम्ति आन्दोलनरत रहनुभयो, तपाईँहरू सबैलाई विशेष रूपले बधाई ज्ञापन गर्न चाहन्छु। तपाईँहरूको आन्दोलनको कारण नै मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले यो सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सम्भव भएको हो। यसको निम्ति तपाईँहरू बधाईको पात्र हुनुहुन्छ। अहिले दोस्रो प्रधानमन्त्रीत्व कालमा मलाई फेरि एउटा अवसर प्राप्त भएको ठानेको छु। यो नेपाल सम्बतलाई व्यवहारमा कार्यान्वयन गर्ने चुनौती जुन छ त्यसको सामना गर्ने र यसलाई व्यवहारमा उतार्ने। केही दिन अगाडि मात्रै
भीमसेन दासजीकै नेतृत्वमा काठमाडौँ, ललितपुर, भक्तपुरका प्रतिनिधि साथीहरू सिंहदरबार आउनु भएको थियो र एउटा ज्ञापन पत्र बुझाउनु भएको थियो। त्यो प्रसङ्ग अघि भीमसेनजीले यहाँ आफ्नो मन्तव्यको क्रममा पनि राखिसक्नु भएको छ। मैले यसलाई नेपालको निम्ति, नेपालको राष्ट्रिय पहिचानको निम्ति, नेपालको राष्ट्रिय स्वाभिमानको निम्ति पनि नेपाल सम्मतलाई व्यवहारमा उतार्ने एउटा ठुलो जिम्मेवारी मैले महसुस गरेको छु। र यसको बारेमा किनकि विभिन्न खालका बहस त अझै पनि छन्, शङ्खधर साख्वाकै बारेमा पनि अझै पनि पत्र पत्रिका मिडियामा लेखहरू आउँछन्। तिनी कुनै सामान्य व्यवसायी थिएनन्, तिनी छँदै थिएनन्, या तिनी भनेको चाहिँ राजा नै हुन् भन्ने जस्ता कुराहरू छन्, त्यस्ता सुन्नमा आउँछन्। हामीले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरि नै सकेका छौँ, तर फेरि पनि उहाँको बारेमा टिप्पणीहरू, नकारात्मक टिप्पणी र आलोचनाहरू अहिले पनि छन्। नेपाल सम्मतकै बारेमा पनि टिप्पणीहरू छन् र मैले खास गरी भीमसेनजीको नेतृत्वमा प्रतिनिधि मण्डल आएर मलाई यसको कार्यान्वयनमा पहल गर्नु पर्यो र त्यसको निम्ति एउटा प्रतिष्ठान बनाउने बारेमा या सङ्ग्रहालय गठन गर्ने बारेमा या यसको कार्यान्वयनका अन्य प्राविधिक पक्षको बारेमा पनि उहाँहरूले लिखित रूपमा दिनुभएको छ र मैले त्यति बेला सकारात्मक चाहिँ आश्वासन पनि दिएको थिएँ। त्यहाँदेखि अहिलेसम्म आज हामी नेपाल सम्मत 1137लाई स्वागत गर्दै गर्दा र यसलाई स्थापित गर्न एउटा आन्दोलनको रूपमा अगाडि बढ्दै गर्दा मैले यो बीचमा केही बुद्धिजीवीहरू, केही इतिहासविदहरूसँग छलफल गरेको छु। साँच्चै नेपाल सम्मत स्थापित गर्नको निम्ति के गर्नुपर्छ, के गर्यो भने यसलाई हामीले नेपालको एउटा राष्ट्रिय गौरवको रूपमा, नेपालको एउटा मौलिक पहिचानको रूपमा यसलाई स्थापित गर्न सकिन्छ भनेर मैले छलफल गरेँ र म आफै अध्ययनको प्रक्रियामा पनि छु। त्यसो गर्दा के भेटियो भने नेपाल सम्मत हाम्रो मौलिक राष्ट्रिय सम्बन्ध त हुँदै हो, यो सम्बन्ध चीनको तिब्बतमा पनि प्रचलनमा रहेको, त्यहाँसम्म पनि स्थापित भएको र भारतको बिहार लगायतका राज्यहरूमा पनि नेपाल सम्बन्धको आधारमा थुप्रै सन्धि सम्झौताहरू भएको इतिहास र प्रमाणहरू म आफैले भेटेँ, देखेँ र विद्वानहरूसँगको छलफलमा पनि त्यो प्रमाणित भएको देखियो। खाली पछिल्लो चरणमा शाहवंशीय राजाहरू र राणाहरूको पालामा विक्रम सम्वतलाई जसरी स्थापित गर्ने काम भयो र बिस्तारै नेपाल सम्वतलाई स्याडोमा चाहिँ कहीँ न कहीँ पर धकेल्ने जस्तो काम हुन गयो र यो अनि सडकबाट, जनताको तहबाट यो अगाडि आएपछि अहिले यसले फेरि राष्ट्रिय सम्बन्धको मान्यता प्राप्त गर्यो। अब यो राष्ट्रिय सम्बन्ध घोषणा गरेर मात्रै त केही हुँदैन, यो राष्ट्रिय सम्बन्ध घोषणा भएपछि व्यवहारमा पनि यो त्यसरी नै कार्यान्वयनमा जानु पर्यो। केले चाहिँ हामी दैनिक उसमा चाहिँ किन लान सकिएन भनेर मैले हिजो मात्रै केही विद्वानहरूसँग छलफल चलाएको थिएँ। त्यसो गर्दा विक्रम सम्वतमा तिथिको आधारमा होइन, गतेको आधारमा चिजहरूलाई गणना गरियो, मितिलाई। अनि नेपाल सम्वतमा तिथिको आधारमा गर्ने चाहिँ प्रचलन छ भनेर पनि मलाई भनियो। साथै नेपाल सम्वतले महिनाको अन्त्यलाई, औँसीको दिनलाई महिनाको अन्त्यको रूपमा मान्छ, विक्रम सम्वतले पूर्णिमालाई महिनाको अन्त्यको रूपमा मान्छ र त्यसो गर्दा दिनको थपघट हुन पुग्छ, एक दिन तलमाथि पर्छ आदि इत्यादि कुराहरू पनि मलाई भनियो र मैले तत्काल के चाहिँ मानसिकता बनाएँ भने अब यो पञ्चाङ्ग समितिसँग पनि कुरा गर्न पर्ने भयो सरकारले नै, र यो नेपाल सम्वतलाई पनि तिथिको आधार र गतेको आधारमा मिलाउन सकिन्छ कि सकिँदैन त भन्दा तिथि र गतेमा मिलाउन सकिन्छ भन्ने मलाई चाहिँ योसँग सम्बन्धित विज्ञहरूले बताउनु भएको छ र मैले सरकारको तर्फबाट तुरुन्तै पञ्चाङ्ग समितिसँग पनि छलफल गरेर र अरू यो सम्बन्धी विज्ञहरूसँग छलफल गरेर तिथि र गतेको अन्तर्विरोध
तिथि र गतेको जटिलता के हो त्यसको समाधान गर्ने विचार गरेको छु। हुन त यहाँ संविधान सभामा यो विषयमा राष्ट्रिय सहमति हुन सकेन, तर यहाँ थोरै टिप्पणीहरू पनि आयो। म चाहिँ के भन्न चाहन्छु भने यो अन्ततः अब सरकारले यसलाई व्यवहारमा उतार्ने सँगै संविधान संशोधन गरेर भए पनि नेपाल सम्बन्धलाई स्थापित गर्नुपर्दछ, किनकि नेपालको राष्ट्रिय पहिचानसँग यसको गहिरो सम्बन्ध छ। विगतमा राष्ट्रिय सहमति हुन सकेन, राजनीतिक सहमति, तर मलाई लाग्छ जति जति यो जनताको लेभलमा स्थापित हुँदै जान्छ, राज्यको तर्फबाट सरकारको तर्फबाट पनि यसलाई स्थापित गर्ने पहल हुँदै गएपछि राजनीतिक दलहरूको बिचमा पनि सहमति हुन्छ र संविधान संशोधन गरेर भए पनि नेपाल सम्बन्धलाई संविधानमा उल्लेख गर्न सकिन्छ। त्यो विश्वास पनि म तपाईहरुसँग व्यक्त गर्न चाहन्छु र त्यसमा सहयोगको निम्ति अपिल पनि गर्न चाहन्छु। यसको साथै शंखदर साखवाको चाहिँ सम्मानमा एउटा राष्ट्रिय प्रतिष्ठान बनाउने विषय, एउटा राष्ट्रिय संग्रहालय बनाउने विषय, अनि नोटमा हाम्रो नोटमा चाहिँ राष्ट्रिय सम्बन्धलाई उल्लेख गर्ने विषय र एउटा राष्ट्रिय अनुसन्धान नै गरेर जाने विषय पनि उठेको छ। म आज बिहान मात्रै मंगल बजारमा यस्तै कार्यक्रम अनि भक्तपुरको चाहिँ मध्यपुर ठिमीमा पनि यस्तै कार्यक्रम हुँदा यो विषयहरू सबैतिर उठेको मैले पाएको छु र अझ मुख्यतः भीमसेनजीको नेतृत्वमा चाहिँ रहेको चाहिँ समितिले अलि बढी जोड दिएर यी विषयहरूको बारेमा उठाएको सन्दर्भमा मैले यसलाई एउटा चुनौतीपूर्ण अवसर ठानेको छु। यो खाली नेपाल सम्बन्धको मात्रै कुरा छैन, नेपालको राष्ट्रिय स्वाभिमानको, नेपालको पहिचानको पनि कुरा छ, किनकि मैले नेपालका सबै जात जाति भाषा भाषी क्षेत्र वर्ग समुदायको पहिचान र अधिकारको निम्ति निकै ठुलो लडाईँको नेतृत्व मैले पक्कै पनि गरेको हो र त्यो लडाईँ अन्त्य भएको छैन। अहिले संविधान कार्यान्वयनको सन्दर्भमा मधेसको, थारूको, आदिवासी जनजातिहरूको पहिचानलाई अझ बढी बढाउने, संविधानको स्वीकार्यता बढाउने, संविधान संशोधन गर्ने र अनि संविधान कार्यान्वयनको प्रक्रिया खास गरी निर्वाचनको प्रक्रियामा लैजाने कुरामा सरकारले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ। तपाईहरुले थाहा पाउनु भएकै छ, म लगातार सत्ता पक्ष र प्रतिपक्षका राजनीतिक दलहरू, मधेसी मोर्चा, संघीय गठबन्धन लगायतका दलहरूसँग निरन्तर छलफलमा छु र अब छिटै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्दैछ। हिजोसम्म आइपुग्दा संविधान संशोधन गरेर जाने विषयमा हामी एउटा समझदारीमा पुगेका छौं र मलाई विश्वास छ हामी त्यो प्रक्रियाद्वारा सबैको पहिचान र अधिकारमा एक कदम अगाडि जान सक्छौं। सम्भवतः हामी जे चाहेका छौं पहिचान र अधिकारको यो लडाईँमा त्यो सम्पूर्ण एकैचोटि प्राप्त नहुन सक्छ, तर संविधान संशोधन मार्फत त्यसको अधिकारको क्षेत्रलाई वृद्धि गर्ने, संविधानको स्वीकार्यतालाई बढाउने काम चाहिँ पक्कै पनि हुन्छ भन्ने विश्वास मलाई छ। यो विश्वासमा सबै जनताको, सबै राजनीतिक दलहरूको सहयोग पनि त्यत्तिकै अपेक्षित छ। मैले हिजो संविधान सभामा, संसदमा प्रमुख प्रतिपक्ष हुँदा देशमा विनाशकारी भूकम्प गयो र जनधनको अकल्पनीय क्षति भयो। त्यति बेला संसदको रोस्टमबाट मैले अब के सत्ता पक्ष के प्रतिपक्ष, त्यति बेला सुशील कोइराला अहिले दिवंगत भइसक्नु भयो, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। मैले उहाँलाई भनेको थिएँ तपाई अगाडि बढ्नुहोस्, हामी तपाईको साथमा छौं र साँच्चै एउटा राष्ट्रिय एकताको, राष्ट्रिय सहमतिको वातावरण बनेको थियो र त्यही मनोविज्ञानको साथ, त्यही स्पिरिटको साथ हामीले संविधान पनि घोषणा गर्यौं मिलेर। अहिले संविधान कार्यान्वयनको बेला छ र यो संविधान कार्यान्वयन गर्न पनि हामी जसले संविधान घोषणा गर्यौं उनीहरू त मिल्नु पर्छै पर्छ। त्यसमाथि मधेसी, थारू, आदिवासी जनजातिको विश्वास पनि यसमा केन्द्रित गर्नै पर्दछ। त्यसको निम्ति उहाँहरूका जायज मागहरूलाई संविधान संशोधन मार्फत समावेश गरेर, सम्बोधन गरेर अनि संविधान कार्यान्वयनतिर जाने र देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धितिर देशलाई लैजाने जिम्मेवारी तपाई हामी सबैको अगाडि छ। र मैले
दोस्रो पटक प्रधानमन्त्री भएदेखि फेरि एकचोटि मधेस पहाड हिमाललाई जोडेर नेपालको राष्ट्रिय एकतालाई बलियो पार्ने, सबैको पहिचान र अधिकार सहितको संविधानलाई परिमार्जन गर्ने र देशलाई निर्वाचन हुँदै आर्थिक समृद्धितिर लैजाने कुरामा आफ्नो सम्पूर्ण तागत लगाउने मैले प्रयास गरेको छु। आज यो मञ्चबाट पनि नयाँ नेपाल सम्वत 1137 स्वागत गर्दै गर्दा राष्ट्रिय विभूति शङ्खधर साखवालाई सम्मान र स्मरण गर्दै गर्दा हामी सबैले त्यो राष्ट्रिय एकताको परिचय दिन आवश्यक छ। हामी सबैले मिलेर राष्ट्रको अगाडि जे चुनौती छ त्यसको सामना गर्न जरुरी छ। यही अपिल गर्दै र एकचोटि फेरि नेपाल सम्वत 1137 को उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक बधाई र शुभकामना भन्दै र सम्पूर्ण नेपालीहरूले यो सम्वतलाई स्थापित गर्न अगाडि आउन अपिल गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवाद। यको सुधा सम्मान्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जोएका वेको यो नापागु कार्यकालले नेपाल सम्वत राष्ट्रिय सम्वत घोषणा जुलो आफू लिपागु वेको कार्यकालले ठो नेपाल सम्वत एउटा व्यवहारिक कार्यान्वयन या बाके महत्त्वपूर्ण उपलब्धि प्राप्त हुई यो चिसा भन्न सकै छु न। आज सुबह नुचुई निम्ति खनजे बनाउन नेपाल सम्वत नूतन राष्ट्रिय समारोह समिति व्यवस्थापन समिति दुज भाजो सुजीव बज्राचार्य जोएका हनिबाम थोसबाया नाय मुपा अधिका हनिबाम प्रधानमन्त्री पुष्पकमल दाहालज्यू अझै सभासद पी अझै नुडा समारोह समिति फुलापी नायपी सल्लाहकार पी दक्ले नापा जी वेकअप इंट समारोह समिति बाके यको सुबह देशना दक्ले तरु थो ज्याजुले सुबह देशा मागो हनिबाम प्रधानमन्त्री जी पुष्पकमल दाहाल जी दाइडो नेपाल सम्वत व्यवहारे छेलियो चुनौती फाइदो वदु थपिसा वबारे पञ्चायत समिति नप सलो ब्याका छ्याफु यारगा दाइडो एजुनी जी सोबले दक्ले नापा जी सक्ष्या ताली थाना वे गइद सुबे देशका जी ना पेन्तना लिसिए हनिबाम पुष्पकमल दाहाल जी नेपाल सम्वत कया हौ कार्यकाले छियाफु वेयरका बचाउँ बिउदु वो बचाउँ फुन मार्गा न जी सक्ष्यासका तालथाना वेको त सुयाटे छ हनिबापी थौया थो ज्याजो यो निजी ग्वालेन दिपी सक्सित नुडा समारोह समिति बाके सुयाटे छ जले दक्ले नापा जी सुयाटे छन्जना हनिबाम नुडा समारोह समिति फुलाम नाय विषय सल्लाहकार हनिबाम उद्योगपति भाषा सेवी राजनीतिज्ञ लक्ष्मीदास मानन्द जी था लक्ष्मीदास मानन्द जी यो ढाटे ड्याउ गसा सबल नेतृत्व जनस्तर नुरन जान्जु ग एजुनी जी दक्ले नापा वेको त सुबेटे छना वेको नुन समारोह समिति था नासा पूजा आर्थिक रूपमा छुचुया आतक निरन्तर जान्जु दो 88 दनुमा लक्ष्मीदास साउदी लेमु पिन्त नुरन याकि इन्ति गु जोस उत्साह बेतन उखिउ लागि यको सुबा अते सुबेटे छ जले नेपाल बैंक गु नुन समारोह समिति याकि निशुल्क ठाबिल कि नेपाल बैंक प्रोपाइटर मचराजा महर्जन दिनेश श्रेष्ठ योगको सुबेटे सन्चुना अते हनिबापी सल्लाहकार पी गुबी सल्लाहकार पी नुमनायो लेउसु नुड गुगुट न्याकु छ बालै ढगा चाहिँ फुलापी गुबी नायपी सल्लाहकार सल्लाह सर्टिफिया नुड समारोह समिति खण्डको संस्थाको ठिङ्क्यु चाहिँ टिबो बेजलो एदुनी जी फुलापी सल्लाहकार पी नायपी जी दुनसी सुबेटे सन्चुना सुबेबी जोले अधिक चिस ध्यामाउको नेपाल सरकारको सुबे छाबी माडाबले नुडन्या कि युनिटी तत्कालीन शेरबार देवा परम्बी जुइले से आतको आर्थिक वाल्यन जोडो एदुनी जी थन दुलुन से नेपाल सरकार त सुबेटे सन्चुना अझै नुडन्या कि ये महानगरपालिका छौलक नाम यहाँ गु ग्वालिन जुगा एदुनी ये महानगरपालिका सुबेटे छुना अझै साल ट्रेडिङ कर्पोरेसन बाकेन 6 लाख टका गु ग्वालिन जुना उकिउ लागि सुबेटे सन्चुना अझै मेज मंच ये व्यवस्थापन नीति ज्योति साके राजेश साके नजी सुबेटे सन्चुना अझै नसर पूजा चाहिँ गु जाजो ये ग
कोज्याजले सक्ता व्यवस्थापन यान्छौँ छैटी मानन्दर गुटियात नएको सुभाड्य चन्द्र सुभाड्य छयादले दक्ले मध्ये थो नुडा या सांस्कृतिक रैली गु सांस्कृतिक रैली नेवाते मसीका पहिचान नेपाल त मसीको बेचुंडो उगडो सांस्कृतिक लागे बाजा खला त थिदी रस सलो स बाजा खला त ठौं करी मिस बाजा खला ने उपस्थित हुदो थो बाजा व्यवस्थापन या ज्याङजोमा हनिबम व्यवस्थापन सल्लाहकार सदस्य पञ्चनारायण मौनजेतना जी यको सुधार सञ्चना अझै सुधार छले लुबुङ्गे माउको भोलेन्टरी व्यवस्थापन उक्यो लागि जी उमेश जी त अझै मिसा सहभागिता जी भू चाहिँ जैन जिल्ला उकि त नानीहरु मर्दन जी त निसिया सगल मिस्टर सुधार सञ्चना ठुकुना सुभाबी बेले यको थन चाहिँ सुबेजी यको डोबिन तर नुड छौ तजिको न्याकी नुड छौ दाटे नेपाल मसीकट न्याकी खण्डेका खनमरेका ग्वालिनी सक्न सुधार सञ्चना लिसिए जी तन सुभाबेसले छिने जानकारी बेच्ना नुड छनुजको जुल नुड छनुजको हन मखु नुगुड ठौ दिख नुगुड छनु हनुख तर नुगुड आन्दोलन नुड यो निरन्तर यान्चु संघर्ष थौ प्राप्ति छले त्याबे थौ थोय मान्छे अनिबम प्रधानमन्त्री रहिदिला नेपाल सम्बन्ध व्यवहार छ जो ठोढाको बि सुख जी नेवा त ख ए दुनी सुरासिन चाहिँ जिउ आन्दोलन यान्चु छनुजको मखुर गाड्यो त ज्वलन्त उदाहरण का एदिनी हनिबापी नुड समारोह समिति ठिक्सी छिए दक्षिणको नुड न्याइके नेपाल सम्बन्धका या गोष्ठी नेपाल सम्बन्धका या राजनीतिक कार्यकर्ताहरू चाहिँ प्रशिक्षण आदि कार्यक्रम ठुलो कार्यक्रम टजिको चाहिँ कोचाकीको छिप्ने ग्वालियरु बलसका छे जी नाचुके जुइफो हम चाहिँ जी लिस्टे दिएका हयु मरो अटे जोसा तबिन ठौ त सवयाले ग्वालियर लिपि सक्षिना सुभेर से दक्ले अन्त्य हनिबम प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यकालय नेपाल सम्बन्ध राष्ट्रिय सम्बन्धका व्यवहार लागू दुईमा संघगरी सम्मानीय भेमा थय काम नया हस्त सुभा सभा नया उजाकठ ठौया ठो सभा थने कोचागो घोषणा इन्चुना नोडया पिन्तुना एकको सुभा पिन्तुना नेपाल सम्बन्ध एकको सुभा Bibarik ko